हेर्नु है गाइस, टमाटर मैले रोपेको माशाल्लाह खिरेर कबेर कबेर ठुलो ठुलो टमाटर यसै दुईटा तिनटा रातो भएर छ। यहाँ दुईटा रातो भएर छ। यो फुल चाहिँ अब यो गेडा भएर झरिसकेपछि अर्को चोटि छाड्नु पर्दैन। यही फुल यहीँ उम्रिन्छ 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 सादा। यो चाहिँ मासुमा राख्ने करप्स भन्छ अरबीबाट। मासुमा राख्दा मगमग भान आउँछ धनियाँ जस्तो। यो पनि रातो भएछ। यो चाहिँ एउटै बड है, सबैलाई थाँक्रो दिएको मैले। खजुरको हाँगा काटेर थाँक्रो दिएको है। दामी हुँदो रहेछ यहाँ पनि टमाटर त। अलिक छिटो हुनुपर्ने छ कि एकको महिनामा चाहिँ पुरै सार्नुपर्ने रहेछ। हेर्नु यसरी फल्या भुइँतिर पनि छ है। भुइँमा नि झ्याप्पा भएर बस्या बिचरा है। भुइँतिर पनि झ्याप्पै भएर बस्या रहेछ नदेख्ने गरेर। पहेँलो पहेँलो भएर खायो पनि है। हेर्नु ओहो माई गड, गऱ्यो भने चाहिँ डरै हुँदो रहेछ। यो चाहिँ सबै करप्स। यो चाहिँ लुडेको साग लुडेको साग लुडेको साग लुडेको साग लुडेको साग। हेर्नु है खजुर टिप्ने भर्या। अस्ति नै तपाईँहरूलाई खजुरमा भाले लाग्यो भनेर देखाएको थियो नि। हेर्नु त पुरै फलिसक्यो। खजुर फलिसक्यो, फल्न ठुलो ठुलो भइसक्यो। सानो सानो गेडा छ हेर्नु। यो सानो सानो गेडा भइसक्यो। मैले भाले लगाएको दुई तिनवटा चाहिँ राम्रो नफलेर चाहिँ त्यो चाहिँ काटेर फाल्नुपर्छ। नेपालीहरू मेहनती हुन्छ मेहनती हुन्छ। हेर्नु मैले त यसरी लाउँछ। यसलाई बारे भन्छ होइन। गुलियो हुन्छ यो चाहिँ। यो ठुलो बड चाहिँ एकदम गुलियो हुन्छ है। चक्लेट जस्तै छ, गुलियो हुन्छ खजुर। मैले यसरी खनेर पानी लगाएको। यसलाई पानी नि लाउनुपर्छ। यो सुकिसकेपछि मात्रै लाउँछु पानीमा कोदालो। यसलाई चाहिँ के भन्छ, खेनी भन्छ है। खेनिया भन्छ। यो चाहिँ लाम्चो लामो हुन्छ, धेरै गुलियो हुन्न कि। टरो टरो पाराको हुन्छ, पाकेपछि मात्रै गुलियो हुन्छ, नभए चाहिँ हुँदैन। यो चाहिँ सानो बड चाहिँ मल धेरै भएर पुरै बोड आइरहेको छ अर्को पनि। यो खजुरको त बिउ हुन्न नि गाइस। खजुरको त यो तलको काट्ने हो। यसमा धेरै माथि माथिसम्म मल राख्ने। मल राखेपछि यो धुलो सबै मासतिर उजालिदिने। यो धुलो सबै उजालेपछि यो सबै काटेर रोप्न मिल्दो रहेछ कि। यहाँ चाहिँ खजुर पनि त्यस्तो हुँदो रहेछ। यो खजुर फेरि कस्तो हुँदो रहेछ भने यो खजुर जहाँ पायो त्यही लान पाउँदो रहेछ कि। यो रियादबाट राजधानीबाट यो राजधानी बाहिर लान नपाउँदो रहेछ। यसलाई पनि फेरि पुलिसले समात्दो रहेछ क्या। मेरो साउनीको जैनी लाँदाखेरि त है 7-8वटा यहीँबाट यसकै काटेर लगेको। यो ठुलो बडको पुरै गाडीमा तिर्पलले छोपेर त्यो गाडी त्यो मान्छे नबस्ने ठाउँमा सिट सबै सुताएर है, अनि सुताएर ब्ल्याङ्केटले छोपेर लगेको क्या। त्यो माथि झोला राखेर। किन राखेको भन्दा यो पुलिसले देख्यो भने समात्छ र क्या। पुलिसले देख्यो भने समाज यो पनि मान्छे जस्तै हो, गाह्रो हुन्छ भनेर भन्यो क्या। हामीले पुरा ब्ल्याङ्केटले छोपेर त्यो माथि कपडाको झोलाहरू राखेर पठायो क्या हामीले साउनीको माइतीमा ज्वाइँलाई। यसको पनि त्यस्तो कानुन रहेछ है गाइस साउदीमा। यो खजुरको पनि नियम कानुन रहेछ भनेर बुझ्यो मैले। पाक्यो भने त्यो बोट सबै लड्किन्छ क्या तल। खजुरको त्यो सबै तलतिर लड्किन्छ। लड्केपछि म यो भर्याङमा चढेर टिप्छु। त्यो सबै तलतिर लड्किन्छ। धेरै टिप्ने बेला खाने बेला भइसकेपछि चाहिँ त्यो सबै तलतिर लड्किन्छ क्या। चुप्पा सबै तलतिर लड्किन्छ। लड्केपछि म यसमा चढेर टिप्छु। त्यो भर्याङबाट माथि जान्छु। यो भर्याङबाट माथि चढ्छु योबाट। अनि यहाँ फेरि
भर्याङ हुन्छ, सिल्लम भन्ने हुन्छ अरूबाट होइन। यो भर्याङ राख्छु, यसमा चाहिँ चढ्छु। यसमा चाहिँ गाह्रै हुन्न, सुलुक सुलुक भइहाल्छु। यसमा चाहिँ अलिक गाह्रो हुन्छ, 2 जना चाहिन्छ। तर म एक्लै आउने जाने गर्नुपर्छ। खजुर ल्याउने माथि जाने गर्नुपर्छ, गाह्रो हुन्छ। सानो बोर्डमा चाहिँ यो लामो भर्याङ राखेपछि सानो बोर्ड म टिपिहाल्छु। हाम्रो यो चाहिँ बाख्रा काट्ने इटमा बाख्रा काट्छ। यहाँ चाहिँ 4वटा 5वटा बाख्रा काट्छ हाम्रो यहाँ चाहिँ। अलिकति फोहोर छ थोरै पखालेको। यो चाहिँ हेर्नु त नेपालमा हुने घडी फुल 12 बजे फुलेको थियो, सुक्यो यो चाहिँ करप्स फुल्यो। यसको गेडा झरेपछि अर्को वर्ष छर्नु पर्दैन, यहीँ हुन्छ बिउ। यसको बिउ यहीँ हुन्छ, त्यही भएर मैले नकाटेको। अर्को वर्ष त नेपाल पुग्छ होला गाइज, यहाँ त हुन्न होला। 6-7 महिना बाँकी छ नेपाल जानको लागि। भए पनि बुढीलाई एकदम मनपर्छ, मेरो साउने बुढी चाहिँ एकदम मनपर्छ क्या यस्तो हरियो परियो। मैले छरिदिन्छ, खुसी भएर टिपेर खान्छ। म छर्छु, बुढी खुसी हुन्छ। लगेर दिनुपर्छ है टिपेर, एकदम मनपर्छ बुढीलाई चाहिँ हरियो परियो। ल है गाइज, आजको ब्लग चाहिँ मेरो यति नै। खजुर हेर्नु टन्न फल्या, सानो सानो छ। अब 3-4 महिनामा तर ठुलो हुन्छ, यो पक्को ठुलो हुन्छ।